हेलो एभ्रिवान हजुरहरूको लागि भनेर एकदम 2 दिनपछि भिडियो लिएर आइसकेको छु। 2 दिन चाहिँ म एकदम धेरै बिजी थिएँ र फाइनली हजुरहरूको लागि भनेर एकदम धेरै राम्रो भिडियो लिएर आइसकेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ यस्तो मजाले एकदम दामी रेसिपी उहाँले चाहिँ खाइराख्नु भएको छ। एकदम नन स्टप सास पनि नफेरिकन एभ्रिवान हजुरहरूले हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त वाउ कस्तो मजाले खानु हुँदैछ एभ्रिवान। ओहो यस्तो दामीले वाउ हेर्नुहोस् त चिकनसँग या पर्क केसँग यस्तो दामीले बनाउनु पर्छ नुडल्स र यस्तो मजाले दामी उहाँको खुवाइ देखेर चाहिँ एकदम दामी लाग्यो है साथीहरू र एकदम दामीले खाइराख्नु भएको छ। ओहो सो स्पाइसी खाने मन लागिसक्यो है देखेर। यति धेरै खानु मन लागिसक्यो वाउ।